पसिना बगाउनु पर्छ जे पनि हुन्छ भन्छ नि त, त्यही भएर मैले चाहिँ पसिना बगाइदिएको थिएँ नि त। अनि यो पसिनाको फल चाहिँ आज म उखाल्दैछु। यसको के भन्छ, एक दुईवटा बोट चाहिँ छोडिदिन्छु। अनि त्यो कहिले कहिले यसो खानेकुराहरू सब्जीहरू मन नपरेको बेला खानु मिल्छ नि त, त्यही भएर अलिअलि चाहिँ छोडिदिन्छु। अनि तोरी लगाइदिन्छु यहाँ बिच्चा बिच्चामा चाहिँ। गाइस गऱ्यो भने चाहिँ के हुँदैन, दुःख चाहिँ गर्नुपर्छ होइन, दुःखको परिश्रमको फल चाहिँ मिठो हुन्छ। त्यो भएर तपाईँहरूले पनि यसरी गर्नुहोस् होइन, मेहनत गर्नुहोस्, एक्सर्साइज पनि हुन्छ, शरीर पनि राम्रो हुन्छ। अनि त्यही साथसाथै तपाईँले हेल्दी अर्ग्यानिक खानेकुरा पनि खानु पाउनुहुन्छ। तोरी ठुलो हुँदै गर्छ, मेथी उखाल्दै जानुपर्छ है। आइडियाहरू चाहिँ सिक्दै गर्नु होला। अनि मेथीको साग चाहिँ यसरी पाउनुहुन्छ तपाईँले, मिठो मिठो।